नाराको साथ पानी दिवस मनाइँदैछ। वास्तवमा संसारभरि नै खानेपानीको स्कार्सिटी बढेर गइरहेको छ र नेपाल पनि त्यसबाट असन्तुष्ट छैन र नेपालको सहरी क्षेत्रमा चाहिँ अझै पनि खानेपानीको या पिउने पानीको उपलब्धता दिनु भएर गइरहेको छ। काठमाडौँ लगायतका सहरी क्षेत्रहरू बिहारमा सफा र गुणस्तरयुक्त पानीको अभाव हामीले महसुस गरिरहेको अवस्था आउने देखेर त्यसैले पानी सेवनको लागि सबैभन्दा महत्त्वपूर्ण हुँदाहुँदै पनि यसको क्वालिटीको विषयमा होस्, क्वान्टिटीकै विषयमा होस्, कस्टको विषय होस्, टाइमको विषयमा होस्, सबै चाहिँ दृष्टिकोणबाट हामी कमजोर अवस्थामा छौँ। त्यसैले आजको दिनले पानीको उपलब्धता, पानीको स्वच्छता र प्रत्येक व्यक्तिले गुणस्तरीय पानी पिउन पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नको लागि नै आजको यो र्यालीको आयोजना गरिएको होला। यो र्यालीको माध्यमबाट सरकारलाई पनि एउटा फिडब्याक हुन सकोस् र हरेक स्टेक होल्डरहरूले आजको दिनको साथसाथै अरू दिनमा पनि स्वच्छ पानीको लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि यसबाट चाहिँ हौसला मिलोस् भन्ने कामना सहित यसको शुभारम्भ गर्छु। धन्यवाद।